नमस्ते कडानी सन्देश साप्ताहिकको तर्फबाट यहाँहरूलाई स्वागत छ। नमस्ते पाठकहरूलाई। केही दिन यताका मुख्य समाचारहरू यहाँहरूसम्म प्रस्तुत गर्न गएको छु। समाचार यस प्रकारका छन्। सरकारद्वारा चिलिमे केरुङ विद्युत प्रसारण आयोजनाको प्रतिपत्र सकिएको। काठमाडौँमा बसेको मन्त्री परिषदको बैठकले नेपाल चीन जोड्ने चिलिमे केरुङ विद्युत प्रसारण आयोजना प्रतिपत्र स्वीकृत गरेको छ। केही दिनमा उक्त प्रतिपत्र तीन सरकारलाई पठाउने सरकारले बताएको छ। बैठकले किसान द्वारा उत्पादित बर्खे धान बालीको मूल्य निर्धारण गरेको छ। मोटो धान प्रति क्विन्टल 3660 र मध्यम धानको प्रति क्विन्टल 3860 तोकेको छ। यो बैठकले सहकारीमा भएको अनियमितताको पर्यवेक्षण गर्ने र क्यानको महानिर्देशकमा मुकेश कमललाई नियुक्ति गरेको कुरा सरकारका प्रवक्ताले बताएका छन्। संविधान संशोधन कार्य दलद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रस्ताव। काठमाडौँ संविधान संशोधन कार्यदलले संविधान बहस पत्र तयार गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिदेखि विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गरेको छ। कार्यदलले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रस्ताव सहित 54 प्रस्ताव तयार गरेको हो। कार्यदलले शासकीय स्वरूप, निर्वाचन पद्धति, संघीयता, प्रदेश, स्थानीय तह, न्यायपालिका, संवैधानिक निकाय लगायत विविध विषयमा 8 बुँदा मुख्य तयार गरेको छ, जसमा 54 प्रस्ताव भएका छन्। कार्यदलले तयार पारेको प्रस्तावमा शासकीय स्वरूप 7, निर्वाचन पद्धति 8, संघीयतामा 2, प्रदेश सम्बन्धी 8, स्थानीय तह 3, न्यायपालिका 11, संवैधानिक निकाय सम्बन्धी 6 र अन्य विविध विषयमा 9 प्रस्ताव गरी जम्मा 54 प्रस्ताव तयार गरेको हो। कार्यदलले प्रस्ताव सार्वजनिक गर्दै गर्दाको अवस्थामा नेकपा एमाले र नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सुझाव तयार पेश गरेका छैनन्। तर ती दलहरूले नयाँ सुझावका लागि आफ्नो पार्टीमा विभिन्न समितिहरू तयार गरेको जानकारी गराइएको छ। बजेट पारितपछि प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुने। काठमाडौँ सरकारी नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले भाषण गर्दैको समयमा 81 संसदबाट बाहिरिएका प्रधानमन्त्री अहिलेसम्म संसदमा उपस्थित भएका छैनन्। चालु संसदमा शाह उपस्थित नहुँदा प्रमुख प्रतिपक्षी दलहरूले अहिलेसम्म संसद अवरुद्ध गरिरहेका छन्। समाचार स्रोतका अनुसार संसदका सभामुख भीमप्रसाद अर्यालका जानकारी अनुसार संसद बजेट पारित भइसकेपछि प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित भएर प्रतिपक्षी दलका सांसदले उठाइएका प्रश्नको जवाब दिने तयारी गरेको बुझिएको छ। एमाले सचिवालय बैठकले सरकारको सदनमा सडकबाट विरोध गर्ने। काठमाडौँ नेकपा एमालेको काठमाडौँमा बसेको सचिवालय बैठकले सरकारका काम कारबाही प्रति असन्तुष्टि जनाउँदै सदन र सडकबाट सरकारको विरोध गर्ने निर्णय गरेको छ। सरकार लोकतान्त्रिक मूल्य र मान्यताबाट बाहिर गएर अन्यायवादी तथा सत्यवादी बन्ने आरोप लगाएको छ। पार्टीले विद्यार्थी तथा पेसाका सङ्घ-सङ्गठनमाथिको प्रतिबन्ध पहिचान बिना समस्यामाथि हस्तक्षेप, अनुसन्धानका नाममा उक्त व्यवसायहरूलाई नियन्त्रणमा, मूल्य वृद्धि, भन्सार नाकामा कर्मचारीमा जनतालाई दुख दिएको विषयलाई विरोध जनाउँदै उक्त पार्टीले निर्णय गरेको छ। सत्य र विश्वास समाचारका लागि हामीसँग जोड्नुहोस्।